आज म तपाईलाई एउटा कहानी सुनाउँछु जुन हरेक स्टुडेन्टले सुन्नै पर्छ किनकि त्यो कहानी प्राय सबै स्टुडेन्टसँग मेल खान्छ र यो कहानीले तपाईलाई पढ्न यतिसम्म बाध्य बनाउँछ कि तपाई नचाहँदै पनि पढ्न बस्नुहुन्छ र यो भिडियो हेरिसकेपछि तपाई यस्ता साथीहरुलाई यो भिडियो शेयर गर्नुस् जो पढ्न अल्छी गर्छन् र यो भिडियो कस्तो लाग्यो हामीले तल कमेन्ट पनि गर्नु होला। एउटा साधारण परिवार केटा थियो जसलाई ठूलो सरकारी अधिकृत बनाउने उसको बाबुको सपना थियो। गरिब भए पनि उसले अलिअलि पैसा जम्मा गरेको थियो ताकि छोरालाई पढाउन सकियोस्। छोरा पनि पढ्नमा एकदमै मेहनती थियो, बाबुको सपनालाई आफ्नै सपना बनाएको थियो। र एक दिन उसको बाबुले उसलाई लोकसेवा पढ्नको लागि काठमाडौँ पठाउने निर्णय गरे र आफूले जम्मा गरेको अलिअलि पैसा र ऋणपान गरेर केही पैसा दिएर छोरालाई काठमाडौँ पठाए। छोरा पनि सक्दो मेहनत गरेर पढ्यो र एक्जाम दियो, तर दुर्भाग्यवश उसको नाम भने निस्किएन र ऊ एकदमै दुखी भयो र यो कुरो उसको बाबुलाई भन्नको लागि मोबाइल निकाल्यो। तब उसको मनमा बाबाको त्यो आशले भरिएको न्याउरो अनुहार याद आयो। उसले घरको ऋण सम्झियो, उसलाई फोन गर्ने आँट आएन। उसको दिमागमा आत्महत्यासम्मको विचार पनि नआएको भने होइन, तर जे भए पनि उसले एकपटक बाबालाई सुनाउनै पर्छ भन्ने निर्णय गर्यो र फोन लगायो। जब उताबाट बाबाले हलो भन्नुभयो तब यता छोराको मुखबाट आवाज भने निस्किएन, सिर्फ आँखाबाट आँसु मात्र झरिरह्यो। उताबाट बाबाले 2-3 पटक हलो भनेपछि उसले रुँदै भन्यो, बाबा म फेल भएँ बाबा, मैले तपाईको सपना पूरा गर्न सकिनँ। तब उसको बाउले भन्यो, ठिकै छ त छोरा, यो पटक फेल भइस् त के भयो, अर्को पटक एक्जाम हुँदैन र? अर्को पटक डबल मेहनत गर, अर्को पटक पक्कै तेरो नाम निस्किन्छ। तब छोराले भन्यो, अर्को पटक एक्जाम दिनलाई पनि खर्च लाग्छ, मसँग पैसा पनि छैन, घरमा पनि ऋण मात्र छ। तब बाउले भने, त त्यो चिन्ता नगर, पैसाको व्यवस्था म गर्छु, त सिर्फ राम्रोसँग पढ, ऋणको चिन्ता नगर, तेरो बाउ छन्जेल तैँले पिर गर्नु पर्दैन। तब छोराको मन अलिकति शान्त भयो र ऊ मजाले मेहनत गरेर पढ्न थाल्यो, क्लासहरू लिन थाल्यो र उसको बाउले पनि जग्गा धितो राखेर खर्च पठाइदिए। यो थाहा पाएर छोरालाई रातभरि निद्रा लागेन, रातभरि यताउता छटपटाइ मात्रै रह्यो। र एक दिन क्लासमा सरले विद्यार्थीलाई पढ्नका लागि मोटिभेट गर्दै हुनुहुन्थ्यो। तब ऊ रुन थाल्यो। त्यो देखेर सरले सोध्नुभयो, के भयो, किन रोएको? तब उसले भन्यो, सर हजुरको कुराले मेरो मन छोयो, मलाई पनि बाबाले ठूलो सरकारी अधिकृत बनाउन घर जग्गा धितो राखेर पढ्ने खर्च पठाउनु भएको छ। राम्रो गाडी नदेखेका मेरो बाबाले मलाई गाडी चढ्ने औकात बनाउन घर जग्गा धितो राख्नु भएको छ र अब म जसरी पनि सरकारी जागिरे बन्छु र उहाँहरूलाई विदेश घुमाउन लान्छु। र जब मेरो यो सपना पूरा हुन्छ, जब म बाबा आमालाई विदेश घुमाउन लाँदै गर्दा एयरपोर्टमा पुग्छु, तब हजुरलाई फोन गरेर भन्छु। सरले यो कुरालाई खासै सिरियसली लिनु भएन, तैपनि स्माइल गर्दै उसलाई भन्नुभयो, अल द बेस्ट। उसले पनि रात दिन एक गरेर पढ्यो र ऊ सरकारी अधिकृत भयो। र त्यो खबर सुनेर उसका बाबा आमा कति खुसी भयो होलान् त्यो तपाईँ अनुमान पनि लाउन सक्नुहुन्न। र केही समयपछि उसले बाबा आमालाई सिङ्गापुर घुमाउन लग्यो र एयरपोर्ट अगाडिबाट सरलाई फोन गर्यो र भन्यो, सर तपाईँलाई याद छ आजभन्दा करिब 3 वर्ष अगाडि मैले तपाईँलाई भनेको थिएँ नि कि म एक दिन सरकारी अफिसर भएर आफ्ना बाबा आमालाई विदेश घुमाउन लान्छु भनेर। मैले लोकसेवा एक्जाम टप गरेर अधिकृत भएँ र आज म बाबा आमालाई सिङ्गापुर घुमाउन लाँदैछु। तब सरले भन्नुभयो, स्याबास, म एकदमै खुसी छु कि मैले तिमीलाई पढाउन पाएँ। यति भन्दै गर्दा सरको पनि आँखाभरि आँसु भयो र उसले पनि सानो स्वरमा भन्यो, थ्याङ्क यू।